आफ्नो तरिकाले चाहिँ चिकन कुखुराको मासु ल्याएर पकाएको छु। हुन त कुखुराको मासु पकाउनु कसलाई आउँदैन र हैन, त्यही पनि भिडियो बनाएको नि। यसो आज मलाई नर्मली मासु पकाउनुको लागि जति टाइम लाग्थ्यो त्योभन्दा मलाई आज लगभग 10 मिनेट 15 मिनेट बेसी लाग्यो। जिन्दगीमा पहिलोचोटि भिडियो बनाउँदै खाना पकाएको। बापरे, हात डढ्यो, हात पोलिरहेछ अझैसम्म। अनि मैले जस्तो आउँछ त्यसरी नै मलाई आएअनुसारले भयोभरको सिप लगाएर चाहिँ मैले आज मासु पकाएर मम्मीहरूलाई दिने कोसिस गरेको। मम्मीहरूले पनि मिठो भयो भन्नुभयो। खाना बनाउनु पनि एउटा आर्ट नै हो जस्तो लाग्छ मलाई। खाना बनाउनु सबैको हुन्छ नि, बसको कुरा हैन खाना बनाउनु चाहिँ। अनि खाना बनाएर मात्रै हुँदैन, जस्तो पाए त्यस्तै पकाइदिएर मात्रै पनि हुँदैन, तर त्यसमा पकाउँदाखेरिको मेहनत, पकाउँदाखेरिको तपाईँ कुन इन्टेन्सनले पकाउनु हुँदैछ हैन, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ। आफ्नो फ्यामिलीलाई पकाएर खुवाउनु, आमाहरूलाई अनि आफ्नो बच्चाहरूलाई पकाएर खुवाउनुको मजा नै बेग्लै। यहाँनिर चाहिँ मैले जे थियो घरमा सामानहरू त्यही नै हालेर बनाएको छु। हाम्रो घरमा नुन एकदम कम, मम्मी प्रेसरको बिरामी भएकोले नुन एकदम कम खाइन्छ, त्यही भएर मैले थोरै नै हालेर बनाएको छु सबै थोक। मलाई लाग्छ तपाईँहरू सबैजनाले मन पराइदिनुहुन्छ होला। मलाई खासै पकाउनु त आउँदैन, खासै मलाई त्यस्तो पुरा हुन्छ नि त्यसरी पकाउनु त आउँदैन। जस्तो आउँछ त्यस्तै मैले पकाउने कोसिस। घरमा नर्मली त बनाइराखेको हुन्थ्यो, तर भिडियो बनाउँदाखेरि चाहिँ एकदमै त्यो डर हुने रहेछ क्या, के भएन कि के पुगेन कि के पो भयो होला कि जस्तो हुने रहेछ क्या। एकदमै गाह्रो हुने रहेछ भिडियो बनाउँदाखेरि चाहिँ। त्यही पनि कोसिस, जीवनमा पहिलोचोटि भिडियो बनाउँदै खाना बनाएको, त्यही पनि मासुमै परेछ क्या। आज मासु नै भएको बेलामा चाहिँ परेछ। त्यसपछिबाट मैले क्या पुरा त्यो थकाली सेटमा हुन्छ नि खानाहरू, एकदम खाना चाहिँ पुरा त्यो मजाले डेकोरेट गरेर खाना बुटुकाले यस्तो घोप्टाएर बनाएको। मैले त्यस्तै गरेको, लास्टमा त फुट्यो मेरो त भातमा हाल्यो न फुटेर। के बनाउनु खोजेको के पो भइरहेको, कालो दाल, बोडीको सब्जी अनि